आशिक दिँदै जाऊ भने हामीले धेरै दाम सामान भन म त यतै भएर जान्छु धेरैको मामा कपाल नदुखोस् केटी त दौडी बाबै म दौड्न सक्दिनँ सिकाउनु है सिकाइ गोती बालेछन् पूजा पनि भयो उसको भूकम्पले बिर्सियो एकपल्ट मात्रै गर्ने हो एकचोटि भयो अब दियो करो पुग्यो गाईहरूले पुजाएर काना त्यो कस्तो बिचाइछ नानी त साइडबाट खिच्न लाइदियो अलिअलि लाने गरा काहीँ ल्याउनु त काहीँ ल्याइदिनु न आमा हो ऊ आफ्नो मिलाउनु धेरै नलाइदिनु कि सबै हुन्छ त्यसलाई किन्दै बनाएर भाइहरूलाई नानीले त्यही बेला गरिदिनुहोस् त पनि सागरलाई राख्नु पर्ने उता बस्छ जाऊ सागरलाई त राख्नु त सागरलाई अलि गरौँला के फोटो त्यो बाबुलाई अलि गरौँला के धेर लाउनु है अब कहीँ हो कहीँ पर्दैन के बनायो ए यो कपाल कोर्या हामीलाई त्यही कपाल नगर्नुको यसो भने के कान्छी एउटाले सेतो लगाइदिने एउटाले चाहिँ ट्याप ट्याप राख्ने तिमी सेतो लगाइदियो सोझो मैले अलि मेसो पाउने तिमीले सेतो लगाइदेऊ है कताबाट लाउनु नि हो मैले होइन र निभो नि अलिक फट्याम भन्दै थिएँ म अब त निउँदैन हौ राको छ सागर खै खै बाबुहरू ए बाबु यहाँ बस सागर एकछिन आयो नि त्यही बनाइदिनु हुन्छ अनि मेरो फोटो खिचेको अलि खिच्छु त यो त केही हुन्न गल्ती यो त गर फालेको के हुन्छ सानो भाइलाई हाम्रो सानो भाइ हाम्रो सानो भाइ गराइदियो कि यताबाट जान पर्छ नचल न भनेको हल्की पनि दोबाटा हो के उता यताको छ त ए दिदी कहाँ राम्रो त्यो बाटो त मारि प्या घर मासतिर अर्को अलि कपाल अलि माथि सार्दैन नि फोटो खिच्ने भने झन्डै बसिरहनु उता जाऊ न उता बस्छ उता अहिले के अहिले एउटा मात्रै सोधो बना लगाइदिए है समाइदिनु कान्छी यो अहिले त हाम काम छ न अलि ऊ भएछ पानी हाल्नु पर्यो ठिक छ दिदी ओखर फुटा खाने है हामीले भयो है खाने हेर्नु त सिधा सिधा ठिक छ है यता हो कि खिच्ने धेरै बाक्लो उनीबाट खिच्न एकदम लामो नलाइदियो गौरव त फेरि आयो सबै दिदी गाउनुहुन्छ के ठिक्का म यहाँ हेर्नु त यस्तो त हात काम छ नानी खिच है नाकमा रुमालले पुरे काम गोलो ट्याप पारा बसालिदिनु के दिदी रातो
यस्तो देखिस् के रातो भयो है हात काम है दिदीको पनि मेरो कस्तो हात काम छ अब यो है मेरो कस्तो हात काम छ भोगमा गएबाट हो है हेर्न यहाँ अहिले पहिलोको ठाउँ चाहियो कति लाग्यो नानी खिचे है लाग्यो कान्छी लाग्यो यता पछाडि हुन्छ उतारे खिचे जाऊ यहाँबाट जाऊ कि उताबाट दुईजना देखिनुपर्छ कि हामी चाडलाई माथि पहेँलो हो त्यहाँ बाबु हट त यो कलर उज्यालो बाबु त यता आऊ तिम्रो पालो हाम्रो मलाई पनि त अघि सीता दिदी सबैलाई सबैलाई आऊ कान्छु पालो पालो पहिला लाइन पर्न त्यस्तो घाँटीमा पात छ त्यो छोटो यहाँ कस्तो ल अब हटे त्यहाँनिर धेरै अझै सेतो पनि देखाइदियो भयो देखिया अब चाहिँ भयो तल जोडी भयो झन्दैन नखेला हो नखिच्के हाम्रो रुमाल मुनाले अरे जोडी चाहिँ उयो मै दिदी सेतो सेतोमा जोडी लाग्यो भयो भयो यहाँले त यस्तो गरेन दाइको राम्रै जोड्दै रहेछ है मलाई थाहा छैन राउँछ हेरे कान्छे होला त्यो त चाँडै उ गर्छ 12 बजे ठ्याक्कै लाग्ला कि किन अलि कि त्यो त खाएर निस्किसक्यो होइन हामी त्यही गरेर लाउने जो भनेर हो अरूको कुरा अरे हामीले हामीले लाउने होइन जान जान जो गरेको जत्थै त गर्न पर्दैन सबै भन्दा रमाइलो लाग्यो मलाई यो मैले त्यस्तो टाउको हटाउनु पर्ने भयो दिदीको फेसै देखेन म यहाँ दिदीको सीता दिदी ल त्यता खिच न त उताबाट होइन मिल्दैन कि उताबाट अङ्कलको मुख देखिन्न फेरि भाइले सकिन्छ हर बह बह यो भयो तललाई पहिलो भएन दिदी यो हो यहाँ भयो आफ्नो हात क्यामेरा भाइ पनि बाहिर बाहिर भयो अब लास्ट कहाँनिर माथि के बिचमा त्यतिकै अलि ऊ भयो काम हुनुभयो क्या तपाईँ अलि माथि सानो तल ठुलो भयो चाहिँ अरू के छुट्यो दिदी रातो छ सब छ है यो कलर एक ठाउँमा दिदी हो यहाँ त ऊ यहाँ यो त साइडमा यति लगाइदिनु हुन्छ कि कान्छे नानी क्यामेरामा दामी देखिन यस्तो गर्नुपर्छ यस्तो यसले नि उज्यालो देखाउने दाइलाई जस्तो मनपर्छ त्यस्तो बनाऊँ कि गोपाल दाइले कस्तो भाइलाई रस राखेको दाइले थियो खानु भुटेँ कि हामीलाई अनि त्यो डाडु दाइलाई कस्तो उसले खानु कुन छ दाइ दाना दाल पकाएर धेरै नछोपियो कान्छे माथि धेरै जोरी छोप के भने रोक्नै रोक्नु रोक्नै मै दिदी त हान्नु न राम्रो मैले होइन त्यस जान्छु नारायण आउन दिदी उताबाट उतापट्टि हेर्नु कि साइड मैले हो नि मेन त ताल पारी पारी टिकट खिचिहाल्यो दुईटा यसलाई हाँस लाग्यो मलाई त देखेर केटी यो माटो नि मलाई बिग्रियो त्यति ढल्के ल भयो
सकस सुत्न पर्छ अब भ्यालु छैन ल है ल देउता चाहिँ बनाउने अन्त अझै भिडियो गर्नु पर्ने भिडियो कि भिडियो हो उता हो कि भिडियो ए यो भिडियो हो ल समग्रमा खिच अब अब पर्छ